माई हेनखाममा नेना माई हेनखाममा पो यी बोखामा पो बोका ठुलो ठुलो नि बोका छिल्दिन हैन पो यी बल्ल जसा जाइलो नाइ निनामा निनामा युङा बोलो नमिनाइ या पुंदिन पो यी जाला हाङपा सुना हाङपा आपिरङ पो नमी सुन्तुनी सेती गुरु सेबे गुरु साका गुरु छिया गुरु नामदुङपा दुमा छलो दुमा छ खानु पनि पर्यो नि हैन कि कसो भन्छ हजुर दुमा छले नबोवालेमा पुवामा बो आबु हाङपा पारु हाङपा लब्लो हनमा ठेङ्लो हनमा एलो नभई अब कुन तिथि पक्रेको छ कुन तिथि पक्रेको पोमा अनि त्यसलाई ओमा पक्रिनु पर्यो त्यति नै अब ल भान्जा मजाले अनि तपाईँ चाहिँ कुन सिली चलाउनुहुन्छ कुन सिली सुरुमा कुन सिली चलाउनुहुन्छ वाबु सिली अनि दोस्रोमा मा कसिली वो त जाँदाखेरि मा कसिली अनि रेका सिली अनि त्यहाँनेरि ओमा वाबुरा सिली अनि त्यसपछि अब अर्को यो जला मला त्यसैमा जान्छ वाबुरा सिलीमै अनि त्यो खुवालुङमा जान्छ हैन त्यो चाहिँ अनि त्यसपछि अरू अब यो के भन्छ वाउरा भनेको सबै ठाउँको घुमाएर अनि अर्को त्यो बाँदरको सिली हुन्छ नि के पो भन्छ त्यसलाई थाहा छैन त्यो छैन अनि त्यो हुन्छ अनि अरू अनि पारु सेवा जानुभन्दा पारुमा जानुभन्दा अगाडि चाहिँ कुन सिली गर्नुहुन्छ पारु जाने बेलामा त जुन वाबु सिली गर्नुहुन्छ अनि पोपमा त्यसपछि पारुमा जानुहुन्छ हैन अलि अनि त्यो पारुमा गइसकेपछि चाहिँ तपाईहरु फर्किनुहुन्छ है त्यो गएको बेला चाहिँ एकचोटि त्यो बेहोस जस्तो भएको हुन्छ नि त्यो बेला केही कुरा थाहा पाइन्छ कि थाहा पाइँदैन त्यतिखेर सबै कुरा त मरेको मरे हो भने कसरी हो त्यही त त्यो बेला बेहोस भएको हुन्छ कसैले मरे पनि भन्छ कसैले बेहोस भयो भन्छ हैन कसैले चाहिँ सबै दक्षामी बुवामी चौरीमी खाङ पुमी खाङ छेडामी छैतामी दुई हालेनमी काठेनमी बसायामी भोतोमी चोइलो नाइ सावा मेदा पुवा मेदा वाइ कोप्सा सिपी कोप्सा बल्ल नाइ त दक्षामी बुवामी भन्ने रिमी पुमी बसेको कुपलाई सबै ल्याउनु परेन त्यहाँनिर रिमी पुमीहरूलाई रिमी पाङ्मी कसै त रिमी पाङ्मीहरू त्यहाँ झर्छ पनि छुट्यो भने फेरि ल्याउनु पर्यो है फिर्काउनु परेन रिमी पुमीहरूलाई खाएन नखाएन ब्रो कानले सुन्नु आँखाले देख्नु पनि होला कोही छुट्यो भने के हुन्छ त्यो छुट्यो भने अब गाह्रै पनि हुन्छ मर्छ अनि त्यतिकै हुन्छ त्यसै भन्छ बिमारी हुन्छ भन्छ हैन अनि
तपाईँको त्यो के भन्छ यो के छ भने खावा भनेको चाहिँ के अरे खावा चासुम भएन खावा भनेको चाहिँ लिसो चाहिँ तपाईँको कस्तो छ खै त्यो पोमा खोची भन्ने चाहिँ कुरो छ लिसो झार्दा चाहिँ के भन्नुहुन्छ तपाईँको मुद्दामा चाहिँ हिजो खोक्बो सेमी खोक्बो आसिबी नम्बयो बुल नबो यामनालो छामनमा सबै पोमा रोदुङ भने राइजातिहरू चोदुङ भने खानु पनि पर्ने हजुर अनि त्यो लिसो झारेपछि अब तल फिजायो पारौँ फेरि पुऱ्याउनु पर्ने फेरि पछि उठाएर पर पुऱ्याउनु पर्ने पुऱ्याउनु पर्ने त्यहीँ राखेर हुन्छ पारौँमा त पुऱ्याउनु पर्यो अनि कोही चाहिँ त्यो लिसो झारेको बेला मान्छे आएर फर्कियो भने चाहिँ आँखा तालिन्छ भन्थ्यो नि त्यो चाहिँ के सबै कुरो भन्दा ओमा बुढौली केन्सारी कुनै के ओमा त्यो बसे ठाउँमा बसेकोमा झन् कुद्लाउनु पऱ्यो अनि कुद्लाएर ओमा गएर अनि पारौँमै पुऱ्याउनु पर्छ अन्त राखी छोडेर त भएन नि पारौँमै निनामाई ओमा यहाँ बस्ने अब भनेर पनि पठाउनु पर्यो अनि तपाईँहरूले अनि त्यो भयो अनि त्यसपछि अनि पछि चाहिँ उपकार गर्नुहुन्छ होइन उपकार गर्दा चाहिँ त्यो कसरी गर्नु के भन्नुहुन्छ बिमार अनुसारको उपचार हुन्छ त्यो चाहिँ उपकार गर्दा कुन बिमार छ कुन बिमारलाई कसरी फुक्नुपर्छ त्यो चाहिँ कसरी थाहा पाउनु यो बिमार हो भनेर तपाईँहरूले अनि त्यतिकै हुन्छ त कोही त त्यतिकै यो कति कोही त्यतिकै पनि उपकार गरिमाग्न बसेको हुन्छ होला त्यो बिमार अनुसार फुक्नुपर्छ कुन देवता बोलाएर फुक्नुपर्छ कुन देवता ओमा गएर फुक्नु पर्दाखेरि फुक्नु पर्यो त्यो फुक्दा चाहिँ कसरी भन्नुहुन्छ तपाईँहरूको मुद्दामा अनुसार चाहिँ होइन कुन बिमार छ त्यो बिमार अनुसार फुक्नु पर्यो त्यस फुकिदियो जस्तै मलाई अब सिकारी लाग्यो भने त हुसैलाई पुकार्नु पर्यो त्यही अनुसार हुन्छ भन्दा चाहिँ कसरी पुकार्नु धेरै सोध्नु भयो होइन मैले त्यो जान्नु मन लागेर हो त्यो अनि त्यसपछि एउटा सक्नुहुन्छ अनि फर्किनुहुन्छ अनि अघि तपाईँले ऊ पनि भन्दै हुनुहुन्थ्यो कि साकेला पनि गर्नुपर्छ भन्नुहुन्थ्यो अन्तिममा त पुग्नु पर्दैन पहिले जाँदाखेरि साकेलाई बोखा साकेलाई तिमा साकेला नाति साकेलाई नाम साकेला हेनखाम साकेला चाप्चा नेर्पा दुर्पा दुबेला सबै गर्नुपर्छ ए अनि फर्केर आउनुपर्छ ए त्यसपछि अनि सकिन्छ अनि उहाँ पुग्नु पर्दैन फेरि ओमा त जुन ओमा साल्पा पुगेर अनि त्यहाँदेखि साल्पामा के ओमा खालम्पाहरू पनि त्यहाँदेखि संसारीहरू बढाउनुपर्छ साल्पाबाट त्यहाँदेखि ओमा होइन ओमा साल्पा पुगेर अनि संसारीहरू ओमा खालम्पाहरू साल्पा भनेको त टाढो होला है टाढो हो कि नजिक कुन ठाउँ हो कुन ठाउँ है त्यसपछि साल्पा भयो
साल्पाबाट त्यहाँदेखि ओमा अनि सिलिचुङ पनि सिलिचुङ ए त्यसपछि अब अनि फर्कियो अनि फर्किएपछि अनि अनि यो यता दुधकोसीतिर अनि उता घुम्नु पऱ्यो पर्दैन किन पऱ्यो वहाँ पुग्नु पऱ्यो यो खुवालुङतिर पनि पुग्नु पर्यो अनि पऱ्यो खोक्वालुङतिर ए लोहोरे लौरे लोहोरेदेखि उता ओमा साल्पा साल्पा साल्पादेखि अनि फेरि ओमा जानु पऱ्यो ए वादेरा वाए पनि पुग्नु पर्यो होइन ए वाइलङदो वासेब्ला वामाखा पनि पुग्नु पर्यो पऱ्यो अनि यो चाहिँ तपाईँ चाहिँ कति वर्षको उमेरदेखि चाहिँ माङ्पा हुनुभएको सानैमा कि अलिक ठुलो भएपछि पछि अहिले अब त्यस्तै 50-60 वर्ष होइन सानोमा सुरुमा चाहिँ कति वर्षदेखि भन्नु खोइ गर्भैमा अरे घर भएमा अरे आमाले त कमाउँथे अरे आमा अब भनेको सुनेको ए तपाईँलाई आफूले थाहा पाउँदा चाहिँ थाहा पाइरहेको गरेको चाहिँ अब त्यस्तै 7-8 वर्ष हुनुहुन्थ्यो 7-8 वर्ष हुनुहुन्थ्यो ए अहिले चाहिँ कति वर्ष पुग्नुभयो अहिले अहिले 60 50 60 71 ए भनेपछि त तपाईँलाई माङ्पा गर्नु थालेकै 60 वर्ष नागेछ त होइन ए 60 वर्ष त तपाईँले झारफुक गरेकै भएछ अनि तपाईँको गुरु चाहिँ को हुनुहुन्थ्यो पुमा के हो नाम उहाँको सुखमान पुमा कहाँ यतैको हो कि पहाडको कुन ठाउँको छुलारको ए तपाईँ पनि छुलारकै हो तपाईँ पनि छुलारकै ए मैले कोही ख्याल नगरेको छु भनेपछि छुलार कोछालेको रहेछ ए सुखमान अनि त्यसपछि आडो त्यो तपाईँको ढोल चाहिँ दुईटा होइन त एउटा वालेमाको के को छ वाबुमाको के को छ अनि तपाईँ त्यो सोलनवारको त कतिवटा चलाउँछु भन्नुभयो 4वटा चाहिन्छ त्यहाँनिर 4वटा उता 8वटा चाहिन्छ वालेमामा 2टा वाबुमामा 2टा अनि मङ्गसिरी सङ्सेरा सङ्सेराहरू राख्नु पर्दैन पर्यो अनि ए अनि त्यसपछि आडो 8वटा चाहिन्छ त्यहाँ भनेको कहाँ 10वटा त्यहाँ भनेको चाहिँ त्यो थानमा चाहिँ मङखापमा चाहिँ अनि अब यो 8वटा सोलनमाहरू चाहियो अनि ढोल चाहियो थालहरू त त्यसको थालहरू त 4वटा अनि 4वटा थाल बजाउने 4जना 2टा ढोलको दुईपट्टि बजाउने 4 8जना भनेपछि बुढौली गर्दा त तपाईँको त 12जना जति त केन्सारी नै हुने पनि झन्नै पुग्दैन झन्नै पुग्दैन पो रहेछ त अनि तपाईँको त्यो केन्सारीहरू चाहिँ कुन जातिकोहरू छ सबै राईहरू कट्टाकुटुक अनि त्यो भनेपछि तपाईँले बोलेको मुद्दुम उनीहरूले त्यो ठ्याकमा ट्याकटक ठाउँमा बजाउँछ तपाईँको नाम चाहिँ के पो भन्नुहुन्थ्यो हर्कबहादुर के कामी ए हर्कबहादुर कामी विश्वकर्मा पनि भन्छ कति सालमा पो जन्मिनु भएको भन्नुहुन्थ्यो 2010 साल कुन महिनाको
पुसको कति गते? 15 गते। 15 गते। कहाँ जन्मिनु भएको? छुलवारमा। खोटाङ जिल्लाको छुलवार। पहिला अनुसार चाहिँ त्यो धर्तुङ गाविस थियो होइन? मबटे कि धर्तुङ? धर्तुङ गाविस छुलवार थियो। अनि अब तपाईँको गुरु चाहिँ पुमा राई थियो। के पो भन्नुहुन्थ्यो भने सुखमान पुमा राई थियो। अनि तपाईँको मुन्दुम चाहिँ पुमा अनुसारै, पुमा र चामलिङ अनुसार चाहिँ गर्नुहुन्थ्यो रहेछ होइन? ए जोडी पुग्दैन अनि मिक्स गरेर गर्नुहुन्छ। ए लु साह्रै राम्रो, तपाईँलाई भेटेर खुसी लाग्यो। अनि यसबारेमा अरू पनि तपाईँलाई केही भन्नु छ कि केही भन्नुपर्ने? केही भन्नु छ कि तपाईँलाई? यो मैले तपाईँको भिडियो खिचेको छु होइन? यो भिडियो चाहिँ तपाईँलाई हामीलाई काहीँ प्रयोग गर्नु पऱ्यो भने हामी प्रयोग गर्दा हुन्छ नि है? हुन्छ, ठिकै छ। अब मामा, अब तपाईँ हाम्रो भेट भयो, तपाईँ हाम्रो पहिलोचोटि भेट भयो। तपाईँको नाम चाहिँ मैले धेरै पहिलादेखि सुनेको, आजभन्दा 20-25 वर्षदेखि तपाईँसँग मेरो भेट पनि भएको हो। तर हामी यसरी चिनजान थिएन। आज चाहिँ तपाईँको मैले यो हामी चाहिँ गफै गरिरहेको छौँ यो माङ्पाको बारेमा, मुन्दुमको बारेमा। अनि हजुर, म पुमै हो। र मलाई चाहिँ अब यो माङ्पाको मुन्दुमको बारेमा चाहिँ अलिक मलाई चासो लाग्छ। अनि चासो चासो पनि हो, तपाईँ रोदुङ पनि हो, के कुरो गर्नु हो। अनि किन अब धेरैजनाको चाहिँ अब कस्तो रहेछ के रहेछ भनेर लाग्छ। त्यही भएर आज तपाईँसँग पनि भेट भयो, खुसी लाग्यो ल है त। हुन्छ, हस्, धन्यवाद। आज मिति 2081 साल चैतको 4 गते चौडण्डीगढी गाउँपालिका बसाहा सावाली टोल 11 गरेमा चाहिँ यो भिडियो रेकर्ड गरिएको हो। एउटा चाहिँ इन्ट्रेस्टिङ कुरा चाहिँ के छ भने उहाँ चाहिँ थरले चाहिँ अब कामी हुनुहुन्छ। तर उहाँले चाहिँ यो मुन्दुम, किराँत मुन्दुमको बारेमा चाहिँ उहाँ चाहिँ विगत चाहिँ उहाँ चाहिँ 10 वर्ष 8-9 वर्षको उमेरदेखि चाहिँ माङ्पा निस्किनु भएको। अहिले चाहिँ उहाँ चाहिँ 2010 साल भनेपछि झन्डै 70 वर्ष पुग्नु, मतलब उहाँले चाहिँ मुन्दुम चाहिँ उहाँले चाहिँ 60 वर्षभन्दा धेरैदेखि चाहिँ अभ्यासमा लगाइरहनु भएको छ। र अर्को गजबको कुरा चाहिँ के छ भने उहाँको चाहिँ 15-16 जना चाहिँ केन्छारीहरू हुनुहुन्छ। उहाँहरू चाहिँ प्रायः सबै राई नै हुनुहुन्छ। अनि उहाँको अनुसार चाहिँ चलाउँछ। यो निकै खोज अनुसन्धानकै विषय हो। ल, हस् त, धन्यवाद है त सर।